म तपाईहरुलाई म अहिले लाने भने हजारौं जनालाई म जेल लान सक्छु तर म गर्दिन म एक पैसा पनि सरकारको मेरो नाममा म खर्च गर्न चाहन्न क्रुलिटी पनि हुँदो रहेछ राजनीतिमा मलाई लागेको थियो तर आज यो गरिमामयमा पनि मैले एउटा नेमापति गर्दाखेरि मलाई हाम्रा आफ्नै आदिवासी महिलाहरू साथीहरूले पनि धेरैले बेसे अनि के रे चाइल्ड ट्राफिकर भनेर मलाई चाहिँ यो थुप्रै सामाजिक सञ्जालमा मलाई लेखेको छ मलाई यति दुःख लागेछ आज म च्यालेन्ज दिन्छु म तपाईहरुलाई म अहिले लाने भने हजारौं जनालाई म जेल लान सक्छु तर म गर्दिन म एक पैसा पनि सरकारको मेरो नाममा म खर्च गर्न चाहन्न तर म चुनौती दिन्छु तपाई चाहनुहुन्छ भने वस्तुबाट बाहिर जानु भयो तपाईले चाहनुहुन्छ भने हैन यो मेरो समय सन्दर्भ नै छ मलाई अहिले यो नेशनल मलाई इन्टरनेशनल उ पनि भनेर भनेको छ भालु पनि भनेको छ म भन्छु तपाईहरुले मलाई नेशनल पनि मलाई प्रयोग गरेर के रे चुनौती दिन्छु मलाई प्रमाणित गरेर देखाउनुस् मैले कति जनालाई लगाएको प्रमाणित गरेर देखाउनुस् नभए यसरी चाहिँ मान्छेलाई चाहिँ झुटो आरोप लगाउनु पाइदैन आज म यही सभामा बसेर म आफ्नो डिफेन्ड गर्दै छु हरेक के रे नेपाली महिलाहरूलाई चाहिँ जुन मान्छेले चाहिँ के रे कुराहरू गर्नु भएको छ र म निरीह देखिरहेको छु यो सभा पनि मलाई कति पीडा भएको छ भन्ने कुरा मलाई नि थाहा छ त्यो जसलाई पीडा भएको हुन्छ त्यही हो र मेरो मान्यज्यू हर्क साम्पाङज्यू लिडर